आज चाहिँ हामी फिनोरा हस्पिटालिटीमा तपाईँको इन्भेन्टोरी एड कसरी गर्ने, इन्भेन्टोरी काउन्ट कति बाँकी छ र को सप्लायरसँग सामान ल्याउनु भयो भनेर सिक्न जाँदैछौँ। त्यसको लागि तपाईँ आफ्नो एडमिन इन्टरफेसमा जानुहोस्। एडमिन इन्टरफेसमा गइसकेपछि इन्भेन्टोरीमा जानुहोस् र प्रोडक्ट्समा जानुहोस्। फर इक्जाम्पल आज हाम्रो रेस्टुरेन्टमा चाहिँ फ्यान्टा आएको छ। सो एड न्यू गर्नुहोस् र प्रोडक्ट नेममा फ्यान्टा हालिसकेपछि बाइङ युनिट तपाईँको बोटलमा हुन्छ। सो बोटल सेलिङ युनिट पनि तपाईँले बोटलमै बेच्नु भएको कारणले गर्दा बोटल राख्नुहोस्। अब कन्भर्जन क्वान्टिटी 1 भइहाल्यो। तपाईँको बेच्ने पनि पर पिसमै जान्छ। सो मिनिमम स्टक भनेको चाहिँ यहाँ तपाईँले लो स्टक देखिराख्नु भएको छ। यो चाहिँ अब तपाईँले 50वटा ल्याउनु भयो भने 10वटा बाँकी हुँदा चाहिँ मिनिमम स्टक देखाउने हो भने चाहिँ यसमा 10 भनेर राखिदिनुहोस् र यसलाई सेभ गरिदिनुहोस्। यो सेभ गरिसकेपछि अब हाम्रो नेक्स्ट स्टेप के हुन्छ भन्दा पर्चेजमा जानुपर्ने हुन्छ। अब यसमा सप्लायर एड गर्नुपर्ने हुन्छ। फर इक्जाम्पल तपाईँको फ्यान्टाको सप्लायरको डिटेल्स हाल्नुपर्ने हुन्छ। फर इक्जाम्पल प्रकाश नामको तपाईँको कोही सप्लायर हुन्छ भने प्रकाश महर्जन राखौँ। सो उहाँको एड्रेस, कन्ट्याक्ट डिटेल्स, प्यान भ्याट नम्बर छ भने पनि हाल्दा भयो, नहाल्दा पनि भयो। सो सेभ गरिदिनुहोस्। अब सप्लायर एड भइसकेपछि चाहिँ पर्चेज बिल क्रिएट गर्नुपर्ने हुन्छ। अब पर्चेज बिलमा ट्याप गरेपछि एड न्यू गरेपछि अब तपाईँको सप्लायरको नाम यहाँ माथि आउँछ। सो प्रकाश महर्जन तपाईँको फ्यान्टाको सप्लायर। अनि तपाईँले आज जनवरी 1 नै सामान झार्नु भएको छ भने डेट सेलेक्ट गर्नुहोस्। डेट सेलेक्ट गरिसकेपछि यहाँ एड न्यू भन्ने देख्नुहुन्छ। सो एड न्यूमा तपाईँको प्रोडक्ट र सर्भिसेसको तल चाहिँ फ्यान्टा भन्ने छ। फ्यान्टामा ट्याप गरिसकेपछि फर इक्जाम्पल 50 बोटल्स झार्नुभयो भने 50 ट्याप गर्नुहोस् र रेट चाहिँ 20 रुपिज पर पिस तपाईँलाई परेको छ। सो तपाईँले 1000 रुपियाँको सामान झार्नुभयो फ्यान्टा गर्दा। अब यसमा भ्याटहरू लागेको छ भने भ्याट राख्दा नि भयो, नराख्दा नि भयो। सो 13% भ्याट। अब यसलाई सेभ गर्नुहोस्। तपाईँको त्यो फ्यान्टाको पर्चेज बिल सेभ भइसकेपछि त्यसलाई अप्रुभ गर्नुपर्ने हुन्छ। अनि बल्ल तपाईँको इन्भेन्टरीमा 50 बोटल्स आयो भनेर देखाउँछ। सो अप्रुभ गर्नको लागि तपाईँले यहाँ टप राइटमा हेर्नु भने अप्रुभ भन्ने बटन देख्नुहुन्छ। ट्याप गर्नुहोस्, अप्रुभमा क्लिक गर्नुहोस्। यो भइसकेपछि तपाईँको बोटल अप्रुभ भइसकेको छ। सो ब्याक जानुभयो भने यहाँ पनि अप्रुभ भनेर देखाउँछ। र अब इन्भेन्टोरीको तपाईँले प्रोडक्ट्समा गएर हेर्नुभयो भने तपाईँले फ्यान्टा 50 बोटल्स हार्नुभयो। अब बोटलमा सेल हुन्छ र यहाँ देखाइसकेको छ। सो यसरी चाहिँ तपाईँले आफ्नो फिनोरा हस्पिटालिटीमा स्टकहरू कसरी एड गर्ने, अटोमेटिकली माइनस भइसकेपछि लो स्टकको कुराहरू तपाईँले यसरी गर्न सक्नुहुन्छ। तपाईँलाई सफ्टवेयर चलाउँदाखेरि केही समस्या आयो, हाम्रो सपोर्ट टिमसँग कन्ट्याक्ट गर्नु पऱ्यो भने चाहिँ यता बटम लेफ्टमा अकाउन्ट भन्नेमा जानुभयो भने सपोर्ट भन्ने देख्नुहुन्छ। यहाँ चाहिँ हामीले डिफ्रेन्ट सपोर्ट टिम असाइन गरेको छौँ। बिहान 7 बजीदेखि 3 बजीसम्मको लागि यो नम्बरमा कन्ट्याक्ट गर्नु होला। दिउँसो 1 बजीदेखि बेलुका 9 बजीसम्मको लागि यो नम्बरमा कन्ट्याक्ट गर्नु होला। र तपाईँको रेस्टुरेन्ट क्याफे चाहिँ आफ्टर 9 पनि अपरेट गर्छ भने चाहिँ यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।